मेरो च्यानलमा स्वागत। साथै सबैलाई गुड मर्निङ। र अहिले चाहिँ म लाचेनमा छु र हिजो चाहिँ राति आइपुगेको, रातिको 6:30तिर आइपुगेँ र हामी गेस्टलाई ड्रप गरेँ र हामी यहाँनिर चाहिँ म चाहिँ बस्ने जग्गा चाहिँ यहाँनिर होटेल माउन्ट प्यान्डममा म बसेको थिएँ र यहाँ आजहरू चिन्नुहुन्छ र आईहरू चिन्नुहुन्छ र उहाँहरूले एकदमै राम्रो गेस्ट रुमहरू दिनुभयो, गेस्ट रुम मलाई दिनुभयो अनि खानापिना एकदमै राम्रो चले अनि एकदमै अतिथि सत्कार गरे अनि उहाँले सिधैमा दिनुभयो, त्यसै कुरा उहाँले सिधैमै दिनुभयो। साँच्चै नै आफू भलो त जगतै भलो भन्ने गर्छ। अनि यहाँनिर लाचेनमा कतिवटा भन्नुहुन्छ ड्राइभरलाई याद गर्दैन भनेर, तर म चाहिँ भन्छु ड्राइभरलाई याद गर्छ, तर आफू हामी पनि त्यस्तै हुनु पऱ्यो, इमान्दार हुनु पऱ्यो। अनि उहाँले अब जुन अतिथि सत्कार गर्दाखेरि चाहिँ हामीले पनि मेन्टेन गर्नु चाहिँ सक्नु पऱ्यो। अनि जुन इज्जत उहाँले दिनुहुन्छ त्यसमै हामी पनि अब त्यो कुरालाई चाहिँ मेन्टेन गर्नु पऱ्यो। अनि त्यस्तो चाहिँ कहीँ पनि हुँदैन, अहिलेसम्म चाहिँ मैले कहीँ पनि त्यस्तो अभर परेको छैन। अनि उहाँले फ्रीमा दिनुभयो क्या गेस्ट रुम, जो रुम चाहिँ आज गेस्टलाई दिँदाखेरि 2000-2500 रुपियाँ लाग्छ, तर त्यो रुम पनि सिधैमा दिनुभयो, खाना पनि सिधैमा। अनि यति नै अति सत्कार गरेँ र म चाहिँ अब फेरि गेस्ट लिएर चाहिँ म गुरुकुमा लिएर जाँदैछु आजको गुरुकुमाले। अनि अब उँभोको के कसो हुनेछ, राति चाहिँ पानी पऱ्यो र अब के कसो छ उकालोकोमा चाहिँ तपाईँको हिँड झऱ्यो कि झरेन अथवा है यसरी उहाँहरू गाडीहरू एकदमै रेडी भइसकेको जानुलाई। अनि म पनि अब गेस्ट लिन गइरहेको छु गाइस। अनि हिजोको दिन राम्रैसँग बिताएँ र आजको दिन इलेक्सी हेरौँ के कसो हुनेछ। र यो मेरो भिडियोलाई चाहिँ तपाईँले हेर्दै गर्नुहोला। रमेश छु आज तपाईँ त्यहाँ हजुर जहाँ भयो भने तपाईँ, तर आज चाहिँ म तपाईँलाई गुरुजुङमा लेकको अनि काला पत्थरहरूको म गराउँछु। मेरो भिडियोलाई हेर्दै गर्नुहोला। भरोसा में चलना पड़ेगा, दिखाएगा हमको, क्योंकि हम लोग बहुत दुख के आए ना। अहिले भने अब यहाँ थाङ्गो भेली आइपुगेको छौँ। अब यहाँ चेकपोस्टमा एन्ट्री गरेर त्यहाँबाट काला पत्थरको पनि के कसो छ त्यो पनि जाने भन्ने सोचिरहेको छौँ। र यस्तो दामी सुन्दरता छ है गाइस, तपाईँहरूलाई देखाइरहेको छु।
यस्तो हुन्छ बुमरी क्या ये क्या कैसे पढ़ रहा है इंस्ट्रूमेंट बना रहा है नहीं पढ़ रहा है। हाँ? इन्स्ट्रुमेन्ट बनाइरहेको छ यहाँनिर अब फाइनल बनिनु आँटिसकेको छ ये तो क्या कैसे इंस्ट्रूमेंट है ये तो बंदर है कि आदमी है कि क्या है ये भालू है कि क्या है ये इष्टो भालो इष्टो भालो कि क्या वो उसमें अटक क्या पढ़ रहा है। गला गला और सिर तो बराबर है ये तो